सर्वप्रथम त सबैमा नमस्ते। म तपाईँहरूकै सुख दुःखको साथी बालाराम योगी। आज म हजुरहरूलाई के भन्न गइरहेको छु भने हामी सबैलाई फलोवर्स, भ्यू सबैलाई चाहिने होइन। अनि हामीले एकअर्कालाई सपोर्ट गर्न नचाहने, जस्तै अर्काले आफूलाई फलोवर्स गरिदियोस् भन्न चाहने होइन। अनि आफूले अर्कालाई गर्न नचाहने, आफूले अर्कालाई लाइक गर्न नचाहने, लाइक कमेन्ट नगरिदिने होइन। अनि हामी के चाहन्छौँ, हाम्रो भिडियोहरू भाइरल भयो हुन्थ्यो होइन, हामीलाई सबैले लाइक कमेन्ट सेयर गरिदिए हुन्थ्यो भन्ने हुन्छ नि। यो गलत हो मेरो विचारमा। जस्तै तपाईँले मेरो भिडियो हेर्नुहुन्छ, लाइक कमेन्ट गर्नुहुन्छ, म तपाईँको भिडियो हेरेर लाइक कमेन्ट गर्दिनँ भने के को सपोर्ट भयो त होइन। अनि यसकारण हामी भन्ने गर्छौँ सबैले फलोवर्स पुगेन, फलोवर्स बढाउनुपर्छ भन्ने हुन्छ। आज म यही फलोवर्स सम्बन्धी हजुरहरूसँग कुराकानी गर्ने जमर्को गरेको छु, कुराकानी गर्दैछु र मैले सानो एउटा यो भिडियो गराउँदैछु होइन। जस्तै आजभोलि यो भाइरल भएका ठुला ठुला भनौँ न होइन, भाइरल भएका साथीहरूले अन्यथा नलिनु होला। यो भाइरल भएका साथीहरू भन्ने हुन्छ होइन, हामी उहाँहरूलाई फलो गरेका हुन्छौँ, तर उहाँहरूले हामीलाई अनफलो गर्नुभएको हुन्छ कि। अनि हाम्रो भिडियो उहाँहरूसम्म जाँदैन, उहाँहरूको भिडियो हामीसम्म आउँछ, हामीले लाइक कमेन्ट गर्छौँ होइन, उहाँहरूले हामीलाई अनफलो गर्नुभएको हुन्छ। तपाईँहरूले जस्तै ठुल्ठुला सेलिब्रिटीहरूलाई चेक गर्न सक्नुहुन्छ। ठुल्ठुला अब भएन मोनिटाइज भएका, फेसबुक मोनिटाइज भएका, अनि यति डलर कमाएँ उति डलर कमाएँ भन्ने भिडियो हाल्नुभएको हुन्छ, उहाँहरूलाई तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। उहाँहरूको फलोवर्स कति छ, फलोइङ कति छ, उहाँहरूले अर्कालाई फलो कति गर्नुभएको छ र उहाँहरूको आफ्नो फलोवर्स कति छ, तपाईँहरूले चेक गर्नु होला कति कति हुन्छ भन्ने कुरा होइन। जस्तै मेरो फलोवर्सको कुरा गर्ने हो भने मेरो 4500 फलोवर्स पुगेको छ भने मैले पनि 3900जनालाई फलो गरेको छु कि। अब मैले आफैमा के निर्णय गरेको छु भने चाहिँ मैले सबैलाई एकचोटि अनफलो गर्ने, सबैलाई अनफलो गर्ने, अनि मलाई फलो गरेकालाई मात्रै मैले फलो गर्ने सोच बनाइरहेको छु कि होइन। जस्तै हामी अर्कालाई सपोर्ट गर्ने, फलो गरिदिने, अर्काले हामीलाई सपोर्ट गर्दैन, फलो गर्दैन भने के अर्थ भइसक्यो। त्यसकारण तपाईँहरूले ठुल्ठुला अब ठुल्ठुला हुन्छ नि त, अब यति डलर कमायौँ उति डलर कमायौँ भन्छन् होइन। हामीले उनीहरूको भिडियो लाइक कमेन्ट सेयर गर्ने हुन्छ, कतिपय अब हामीले फलो गरिरहेका हुन्छौँ होइन, उनीहरूले हामीहरूको प्रोफाइललाई भिजिट गर्दैन कि, उनीहरूले सिधै अनफलो गरेका हुन्छ। त्यसकारण हाम्रो भिडियो उहाँसम्म पुग्दैन। यो सकभर हामीले के सोचौँ भने आफ्नो पनि बढोस् र अर्काको पनि बढोस् भन्ने सोच चाहना राखौँ होइन। अनि यति गर्दै आफूले सुरुवात गरौँ, आफूले लाइक कमेन्टहरू गरिदिउँ होइन, राम्रो राम्रो कमेन्टहरू गरिदिउँ। अर्काले गर्छ कि गर्दैन, एकतर्फी मात्रै मादल बज्दैन भन्ने छ नि त होइन। आफूले मात्रै गरेर त हुँदैन, अर्काले पनि साथ सपोर्ट दिनुपर्छ। त्यसकारण तपाईँहरूले एकचोटि चेक गर्नुहोस्, ठुल्ठुला फलोवर्सहरूको चेक गर्नुहोस्, उहाँहरूको फलोवर्स कति हुन्छ र फलोइङ कति हुन्छ भन्ने कुरा होइन। मैले आज दिनमा 100जनालाई फलो गरेको छु। 100जनालाई फलो गरे बापत मलाई पनि केहीजनाले फलो ब्याक दिनुभएको छ होइन। कतिपयले फेरि के गर्नुहुन्छ भने फलो दिनुहुन्छ, 2-3 मिनट पछाडि अनफलो गरिदिनुहुन्छ क्या। कस्तो सोच, कस्तो विचार होइन, आफ्नो मात्रै भुलोस् भन्ने सोच विचार हुन्छ त। त्यसको लागि म के भन्न चाहन्छु भने सकभर फलो नगर्नुहोस्, फलो गरेर चाहिँ अनफलो नगरिदिनुहोस् भन्न चाहन्छु। हवस् त, धन्यवाद। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव कमेन्टमा दिन नभुल्नुहोला। हवस् त, धन्यवाद।